भुगे सम्पूर्ण मूल्य देखावा यहाँ त्यो क्यामेरा हम अगाडि म जानु मोबाइल सम्म मूल्य देखावा 2 अंक मजा जा हल्का अगाडि ले बजार दुकान हेरेर के कहीं नहीं भन भन पढाइ आलो त ना ये बात करेला अरे क्या पीछे चला गया गोप्रो ನೋಡಿದೀವಿ मन्दिर देखाउनु गएर साथीहरु हामी दुईजना भुवेन्द्र र म जाँदैछु हैन यस्तो यहाँको सिन देखाउँदैछु दामी चाहिँ हैन बेङ्गलोरको मैसूर भन्ने ठाउँमा हैन यो पूजापाठको सामान पनि हातमा लगेर जाँदैछु हैन चढाउनलाई हैन मान्छेहरूको डास्टै यहाँ त ठुलो भिड लाग्छ हैन सामुन्डी बेटा मन्दिरको छेउमा पुगिरहेको छु ल साथी हो मन्दिरको छेउमा पुगिरहेको छु हैन भुवेन्द्र भाइ छ अनि म पुगिसके लगभग मन्दिरको छेउमा पुग्यो ಬ್ಯಾಗ್ ಎಲ್ಲ ಚಪ್ಪಲೆಲ್ಲ ಸ್ಟ್ಯಾಂಡಲ್ಲೇ ಬಿಟ್ಟು
यहाँबाट गएर हुन्छ चक्कर भन्ने छैन। साथी हो पुग्यो, मन्दिरको दर्शन भयो, पुग्यो। जय भगवान् माताको मन्दिरमा दर्शन भयो साथी हो। भर्खर पुग्यो। आज गेटभित्र जान लगभग 1-2 घन्टा, पुरै 2 घन्टा लाग्छ गेटभित्र जान। गेटभित्र जान गाह्रो छ, धेरै टाइम लाग्छ गेटभित्र जान चाहिँ। मन्दिरको माथि सुसुरसम्म मान्छे यस्तो भिड छ, रमाइलो ठाउँ छ साथी हो। झन्डै मैले यहाँ पुगाउनु, त्यहाँदेखि स्टार्टिङदेखि यहाँ पुगाउनुसम्म मैले भिडियो देखाउनु पाएँ साथीहरूलाई। त्यहाँबाट सर्टकट हो, 100 रुपियाँ तिरेर सर्टकटभित्र जाइन्छ भने यहाँबाट फ्रीमा, पैसा लाग्दैन। फ्री जानुमा पैसा लाग्दैन। मान्छेहरूको पनि भिड छ। पुग्यो भाइ, उताबाट जानुपर्छ, उताबाट हेर, त्यहाँबाट घुस्ने हो। घुस्ने पनि कहाँबाट हो, उतैबाट हो। धेरै टाइम लाग्छ भाइ। बिहान गयो भने लगभग नाइटमा भित्र पुगिन्छ भुवेन्द्र सर। बिहान गयो भने नाइटमा। ऊ समेत बजार उताबाट हो भाइ, उताको कुनाबाट। ल भाइ एकचोटि दुइटै भाइ देख्यौँ त, पुगिसक्यो। अब यो दुइटै भाइ अब गेटभित्र घुसिरहेको पुरीबाट। लगभग लाग्छ होला हामीलाई 2 घन्टा पुरै भित्र दर्शन हुँदा 2 घन्टा लाग्छ होइन। 2 घन्टा पुरै लाग्छ। लास्ट पुग्यो। यस्तो भिड छ यहाँ हेर मान्छेको, दर तर्काले। कहाँ हो।